तुम्ही डोमेस्टिक भायलेन्स गरी देश सक्ने भए पनि म पुरै वाइल्ड भइदियो। अन्तत फाइनली मस्ट अवेटेड नेपाली फिल्म राम नाम सत्यको टिजर रिलिज भएको छ। पछिल्लो समय बहुप्रतीक्षित मानिएको चलचित्र राम नाम सत्यको टिजर यस्तै आउँछ भन्ने कुरा मलाई पहिले नै थाहा थियो। आखिर नेपाली फिल्म न पर्यो। 2 मिनेट 5 सेकेन्डको यो टिजर कस्तो छ त आउनुस् कुरा गरौँ। भिडियो एकदमै इन्ट्रेस्टिङ अनि रोचक हुनेछ। कृपया भिडियोलाई सुरुदेखि अन्तिमसम्म नछुटाई हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिला हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन दबाउन पनि नभुल्नुहोला। हामी यस्तै ताजा अनि नयाँ नयाँ नेपाली मुभीहरूको अपडेट र रिभ्यू लिएर आइरहनेछौँ। जुन मुभीमा हामीले विराट भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी र आयुष सिंह ठकुरी जस्ता कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सक्छौँ भने यस मुभीको डिरेक्टर रहेका छन् माइकल चन्द र यस मुभीलाई हामीले यही आउँदो चैत्र 27 गतेबाट हलहरूमा देख्न सक्छौँ। पछिल्लो समय एकदमै चर्चामा रहेको चलचित्र हो राम नाम सत्य, जुन चलचित्रबाट विराट भट्ट, सुशील श्रेष्ठ लगायत सबै कलाकारहरूलाई समेटेर बनाएको पोस्टरहरू सार्वजनिक हुँदै गर्दा मलाई लागेको थिएन चलचित्रको टिजर राम्रो आउला भनेर। जुन चलचित्रबाट सार्वजनिक भएका पोस्टरहरूले एकदमै निराश बनाएको थियो। साँच्चै पोस्टर जस्तै फिल्म पनि हुने हो भने यो चलचित्रले पानी पनि भन्न पाउँदैन, मलाई यस्तै लागिरहेको थियो। चलचित्रको पोस्टरहरू एकदमै फिका लाग्दो अनि पोस्टर हेरिरहँदाखेरि यस्तो लाग्थ्यो यो के साँच्चै अफिसियल पोस्टर नै हो त। बारम्बार हेरिरहँदा पनि विश्वास नै लाग्दैन थियो। तर यति बेला जुन तरिकाको टिजर सार्वजनिक भएको छ त्यो देखिसकेपछि मलाई के लाग्यो भने पोस्टर डिजाइन गर्न नजानिएको रहेछ। फिल्मको पोस्टर कस्तो हुन्छ र कस्तो बनाउनु पर्छ भन्ने कुराको आइडिया मेकर्सहरूलाई त्यति धेरै जानकारी नभएको जस्तो लाग्यो। 2 मिनेट 5 सेकेन्डको टिजरमा देखाएअनुसार भन्ने हो भने यति बेला यस चलचित्रको जुन किसिमको टिजर आएको छ अब एकपटक हलसम्म दर्शकहरूलाई यो चलचित्रले अवश्य तान्ने देखिन्छ। यो टिजरभित्र चलचित्रका मुख्य कलाकारहरू सबैलाई देखाइएको छ तर विशेष फोकसमा भने विराज भट्टलाई राखिएको छ, जसले गर्दाखेरि सहजै अनुमान लगाउन सकिन्छ चलचित्रमा विराज भट्ट मुख्य भूमिकामा देखिनेछन् भने सुशील श्रेष्ठ पनि एउटा सहायक भूमिकामा मात्र हुनेछन्। यति बेला सार्वजनिक भएको टिजरले यस्तै कुराहरू देखाउँछ र अर्कोतिरबाट हेर्ने हो भने के अनुमान लगाउन सकिन्छ भने यहाँ आयुष सिंह ठकुरी, सुशील श्रेष्ठ र विराज भट्टको सेम खालको कपालहरू छ, जसले गर्दाखेरि यी सबै क्यारेक्टरमा कतै विराज भट्ट त छैनन् यस्तो पनि शङ्काहरू लाग्न सक्छ। चलचित्र राम नाम सत्यमा भने विराज भट्टलाई जुन अवतारमा देखाइएको छ एकदमै खुङ्खार अनि डरलाग्दो। यसअघि विराज भट्टको यस्तो खुङ्खार रूप कुनै पनि चलचित्रमा देख्न पाइएको थिएन। यस चलचित्रमा हामीले खुङ्खार एक्सन देख्न पक्कै पनि पाउनेछौँ र यस चलचित्रको सबैभन्दा मन परेको कुरा ब्याकग्राउन्ड म्युजिक। विशेष गरी भन्ने हो भने एक्सन मुभीमा यस्तै किसिमको ब्याकग्राउन्ड म्युजिक हुनुपर्छ अनि चलचित्रमा सुनमा सुगन्ध थपिन्छ। विराज भट्टको इन्ट्री सिन एकदमै दमदार छ। विराज भट्टको इन्ट्री सिनमा जुन किसिमको ब्याकग्राउन्ड म्युजिक बजेको छ जसले सुनमा सुगन्ध थपिदिएको छ, मलाई यस चलचित्रको पोस्टरहरू हेर्दाखेरि लागेको थिएन चलचित्रको टिजर यो लेभलको आउँछ भनेर। एकातिरबाट पोस्टरहरूले मन खिन्न बनाए तापनि टिजरले भने केही हदसम्म हौसला बढाएको छ। यो चलचित्रलाई विशेष गरी प्लस पोइन्ट हुने केही ठाउँहरू पनि छन्, जसमा अस्ति भर्खरै मात्र निधन भएका वरिष्ठ खलनायक सुनिल थापाको सायद यो नै अन्तिम चलचित्र हुन सक्छ र जसले सुनिल थापालाई मन पराउँथे ती दर्शकहरू अवश्य पनि यो चलचित्र हेर्न हलसम्म पुग्नेछन्। नेपालकै नम्बर 1 टिकटकर आयुष सिंह ठकुरीको यो पहिलो चलचित्र हो र उनलाई मन पराउने उनका फ्यानहरू पनि यो चलचित्र हेर्न हलसम्म पुग्न सक्छन्। उता विराज भट्ट र सुशील श्रेष्ठको त आफ्नै किसिमको फ्यान फलोइङ छँदैछ। यो चलचित्रमा जुन किसिमले कलाकारहरू कास्ट गरिएको छ जुन कुराले नै चलचित्रलाई प्लस पोइन्ट गराउँछ। त्यहाँमाथि यति बेला चलचित्रको टिजर जुन किसिमले आएको छ जसले चलचित्रको हाइपलाई अझै धेरै बुस्ट गर्ने काम गर्छ। तपाईहरुलाई के लाग्छ अनि राम नाम सत्यको टिजर कस्तो लाग्यो र यो मुभी हेर्न कतिको एक्साइटेड हुनुहुन्छ आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला। साथै हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा।